Tiger, Hello everyone, welcome to my vlog. अनि आज चाहिँ म अनि मेरो बहिनी हामी चाहिँ आज गाउँ जाँदैछौँ. एउटा सानो काम थियो, अस्ति नै सक्ने हो, फेरि त्यहाँ केही मिस्टेक भएछ अनि त्यही भएर फेरि हामी आज जाँदैछौँ. ल ल ल अनि अहिले चाहिँ हामी हिँड्दैछौँ होइन. अनि हामी पुग्नुपर्ने चाहिँ म डाँडा देखाउँछु. वेट अ मिनेट. त्योबाट तुवालो मुनि छ नि त्यो डाँडा हो, त्यहाँनिर जानुपर्ने हो कि हामी पुग्नुपर्ने ठाउँ चाहिँ त्यहाँ हो. अनि गाइस हामी चाहिँ अहिले भर्खर यहाँ हिँड्दैछौँ. कहिले पुग्ने होला. आज फेरि के भएछ मान्छेतिर रोड कन्स्ट्रक्सन हुँदै रहेछ. यो नाटक चाहिँ किन भन्दाखेरि बोल्नु आउँदैन नि त, के बोल्ने, मलाई मेन त बोल्नै आउँदैन, त्यही भएर अनि गरे म तपाईँहरूलाई देखाउँछु ल हामी कहाँ पुग्नुपर्ने हो भनेर. यहाँबाट देखिरहेछ नि यो ढापमा पुगेर चाहिँ हामीले सामान लिएर आउनुपर्ने छ क्या. घरहरू देखिरहेछ नि, हो त्यहाँसम्म जानुपर्ने हो. यो रुख पनि मै जस्तै भएछ. हेर न बेहालत, सुकी टुकी नो पातसात, त्यतिकै अलाइभ छ कि जस्तै म जस्तै. यस्तो सुनसान बाटो छ है. हामी दुईजना मात्रै हिँडिरहेको छौँ. अनि डर लागिरहेको छ कि यहाँ चाहिँ यस्तो जङ्गलहरू छ. अनि चाहिँ पहिला चाहिँ अब ठुलो जङ्गल भएर चाहिँ रुखपात गर्ने नै थियो क्या, त्यसो गर्थेँ. अनि त्यही भएर चाहिँ मैले मेरो नेक चेन पनि खोलेर ब्यागमा राखेको छु. कस्तो राम्रो आइरहेछ. फेरि बाटो चाहिँ यस्तो छ हो, हिलो घचाघुचुक. बल्ल अलि राम्रो आयो. डर लागिरहेछ. गाइस हामी हिँड्दैछौँ. केटी हिँड्नु चाहिँ गाह्रो कि. भाइ थियो, भाइ चाहिँ उसको खुट्टामा घाउ भएर हिँड्न सकेन, त्यही भएर अब रुममै बस्यो. अनि हामी दुईजना मात्रै आएको. बाटो यही हो नि होइन भने चाहिँ यस्तो थियो र अस्ति हामी आउँदा घर आउँछ. किरा कराको साउन्ड फेरि मलाई मनपर्छ. यस्तो टी गरेको तपाईँहरू मनपर्छ कि पर्दैन. घर त अन्त र यो त त्यो रोडमै पुग्थ्यो नि त्यो घर. त्यो चाहिँ अलि पर चाहिँ हो. हेर्नुहोस् है, घर यहाँ रहेछ. अलि सासमै सास आयो. यो मेरा ठुला हात, मेरा बुइनी शीतल. अनि घर पनि देखेर अलिक शान्त भयो. वाइ आइ एम सो अग्ली. त्यही भएर मलाई धोका दिएको होला क्या कसैले. मान्छेहरू धोका पाएपछि होइन चेन्ज भएर झन् राम्रो हुन्छ. अनि म चाहिँ धोका पाएर पनि कपाल टिङ कट गर्ने मान्छे, नराम्रो हुने मान्छे संसारमा मै मात्रै होला. यस्तो जीवित प्राणी. अनि अब कस्तो अँधेरो आयो त.
ठाउँ जन हुँदै खालको आएको ठाउँ कुदुङ्गी नै हेरौँ न उता पछाडि चाहिँ कस्तो डर लाग्दो अब हामीले चाहिँ घरबाट पनि अनि यहाँनिर चाहिँ पानी पनि छ धारा पनि छ सो पानी खाने हो अब वी आर थर्स्टी बिल्ली कस्तो मजाले पानी खाने छ फोहोर पानी त्यो पनि क्या बोल्न है जल्दी बोलो हामी चाहिँ पिङ खेलिसकेर अब यहाँ पसो पनि छैन कि अनि त्यही भएर बिस्किट खायो बाटो लाग्यो चलो ऊ टाइगर म बिटानी हल्का हल्का अब चाहिँ उकालो आयो अब चाहिँ तेर्सो थियो क्याम गन सेयर यु वान थिङ त्यो चाहिँ हाम्रो बच्चा बेला हो कि म अनि मेरो भाइ चाहिँ शम्भु हामी चाहिँ कति 1 इयरको डिफ्रेन्स छ अनि हामी चाहिँ उच्चै थियौँ कि अनि उकालोमा हिँड्नु नसक्दाखेरि चाहिँ मेरो ड्याडीले चाहिँ अगाडि हिँड्न तिमीहरू भन्नु हुने होइन अन्तखेरि अब हामीलाई बच्चा थियो नि त अनि हिँड्नु नसक्दाखेरि चाहिँ म भाइलाई चाहिँ पछाडिबाट तले हानेर हामीले चाहिँ सिरकुनाले कुद्दै मलाई चाहिँ सिरकुनाले कुद्दै हिँड्नुहुन्थ्यो क्या त्यो बाटो चाहिँ यही होला म देखाउँछु यस्तो बाटोमा उही हिँड्नु सकेन कि पछाडिबाट सिरकुनाले ड्याम यहाँ हेर्दा उकालो देखिन्न होला तर हिँड्दाखेरि एकदम उकालो छ स्यास्या प्या प्या हुने साँच्चै उकालै देखिँदैन त नि गाह्रो छ ओ छत्रीवाली आइज अगाडि छिटो वाउ कति गौरी एन्ड फाइनली हामी पुग्न आँट्यौँ अब चाहिँ यो चाहिँ गढी डाँडा पुग्न आँटेको बेला हो अनि यहाँ भित्तामा चाहिँ पहिला चाहिँ खाजाहरू पाइन्थ्यो यसो के भन्छ हो तर अहिले चाहिँ छैन रहेछ बाटो ठुलो गर्नु त यहीँ भित्तामा अनि यहाँ चाहिँ बस्ने ठाउँ थियो खै अहिले छ त बस्ने ठाउँ हेर्न आँखा सब फोहोर गाह्रो छ हौ नराम्रो भएर धोका दिएको नि बस्ने ठाउँ पनि छैन अब यी गाई चाहिँ यस्तै झारमा ड्याङ्ग बस्ने हो कस्तो शीतल हावा छ है ज्याकेट यतिको मान्छेले हेर धोका दिएर त्यही भएर ब्रिटिस आर्मीहरूको ट्रस्ट नगर है केटी हो एउटा मात्रै गर्लफ्रेन्ड हुँदैन रहेछ क्या 4-5 आमामा हो अनि के अरे म सिम्पल छु लोयल छु अरू जस्तो छुइनँ भन्ने होइन अनि त्यहाँदेखि उता पनि अर्कोलाई मख यही डायलग अर्कोलाई पनि त्यही डायलग त्यही भएर आजकल मलाई ब्रिटिस लौरीहरू मन पर्न छोडेको छ त्यही भएर गाइस लौरीलाई ट्रस्ट नगर्नु होला भन्छु म चाहिँ किन भन्दाखेरि म तपाईँहरूलाई डाँडा देखाउँछु ल हामी अस्ति नै घुम्न गएको थियौँ क्या हामी ताप्लेजुङकै एकदमै लामो पुल हो त्यो देखाउँछु ल हामी यहीँदेखि नै हुँदै हुँदै अलिकति तल बङ्कुलुङदेखि चाहिँ अलिकति यस्तो घुमाउरो भएर चाहिँ ओह्रालो गएको थियौँ कि त्यसको पनि भ्लग छ म लाउँछु देखाउँछु भनेको कि देखिँदैन रहेछ कि अनि त्यही भएर म अहिले अलि माथिबाट देखाउँछु है त यो माथिदेखि चाहिँ सुकेटा डाँडा हो यहाँदेखि त गएर त्यहाँ सुकेटा डाँडा छ त्यो कुहिरोले कोही तल गाइज यो चाहिँ भालु बाँस हो यसको चाहिँ नि अचार पनि खानु मिल्छ यसको तामाको सानो बच्चालाई चाहिँ तामा भन्छ होइन अनि त्यसलाई काटेर चाहिँ अचार खान पाइन्छ अब यो त्यसको त टुप्पी नै रहेन रहेछ यो बाँसको त
यो चाहिँ नि अब पीडित भएर बसेको कति राम्रो हो तेरो हेयर कलर त बहिनी ए तर एकदमै राम्रो छ कस्तो सुहाउँछ भने तिमीलाई फेरि हाँसो नि यता हेर त मलाई हावा दिदीको याद आयो हेलो हेर न हाम्रो पहाड यस्तो राम्रो छ पहाड ताप्ले जाउँ अनि यहाँ यस्तै नराम्री केटी छ अनि यहाँ यस्तै नराम्री केटी छ हामी चाहिँ बल्ल गएर आइपुग्यौँ अनि हाम्रो सामान पनि लियौँ अनि त्यहाँदेखि अब चाहिँ हामी खाजा खान आँटेको यो खाजा चाहिँ यो चाहिँ हाम्रो खाजा हो मैले चाहिँ अघि अलिकति खाइहालेँ भित्रै जाँदा नि केटाहरू यो अगाडि चाहिँ मेरो साथीभाइहरूले नाम त दिपेन हौ भट्टै हो कि कार्की हो कार्की रहेछ बारी त म पनि स्टोरीमा खाएको छिटो उडुडुडुडु गरेर हुने होइन भरे उडुडु नै आयो भने कहाँदेखि धापैदेखि हो राम्रो देखेको मलाई हामी सामान पनि लिएर अनि खाजासाजा खाएर अहिले चाहिँ हिँडेर हामी अलिक जग्गातिर आइसकेको छौँ अनि म तपाईँहरूलाई देखाउँछु ल हामी अस्ति नै गएको त्यो पुल कहाँ छ भनेर तल घर देखेको छ नि यो घरदेखि नै अझै ओह्रालो गएर तलै जानुपर्छ कि पुल जानको लागि चाहिँ योभन्दा नि अझै तल जानुपर्छ यो चाहिँ जुन गरेर यस्तो नजिक भएको अनि अब चाहिँ हामी बजारतिर जाँदैछौँ ओ यो केबलमै राख्नु के अरे सुनितामा एसकेकोमा पनि छ सुनिता फाइनली हामी बजार पुग्यौँ अझै हामीले भिडियो पनि यहाँदेखि स्टार्ट गरेको थियौँ बजार पुग्नुभन्दा अझै पुग्नु छैन अझै 10 मिनट